नमस्कार सम्पूर्णलाई। धनगढी उपमहानगरपालिकाभित्र जथाभावी फोहोर फाल्नेको दिनहुँ निगरानी हुने गर्दछ। सार्वजनिक स्थानमा जथाभावी फालिएको फोहोरमा प्रमाण खोज्ने कार्य गरी त्यस फोहोरलाई सरसफाई कर्मीले उठाउने काम गर्दछन्। फोहोर अगाडिको अवस्था र फोहोर सफा गरिसकेपछिको अवस्था तपाईहरूले देखि नै राख्नुभएको छ। त्यसैगरी फोहोर बोक्ने गाडीले कुहिने नकुहिने सिसा जन्ने डाइपर प्याड जस्ता फोहोरहरू घर घरबाट छुट्टा छुट्टै रूपमा सङ्कलन गर्दै व्यवस्थित रूपमा उठाइरहेको छ। यसले फोहोर जथाभावी फालिने समस्या कम गर्न ठुलो भूमिका खेल्दछ। सङ्कलित फोहोरलाई सूक्ष्म वर्गीकरण केन्द्रमा लगिन्छ, जहाँ फोहोरलाई छुट्टा छुट्टै रूपमा छुट्याइने काम गरिन्छ। त्यसैले सफा धनगढी बनाउन हामी सबैको भूमिका महत्त्वपूर्ण छ। आउनुहोस्, फोहोरलाई सही तरिकाले व्यवस्थापन गरौँ र सरसफाइमा साथ दिउँ। धन्यवाद।